वर्षौं भयो मायालाई छैन भेटेको के भटमास हेर न भटमास युट्युबमा राठै लाग्छ नि हौ डाँडा पारी वन निष्ठुरीको मायाले साह्रो पार्यो झन् राखुलाको पानीले तिर्ख मेटियो वर्षौं भयो मायालाई छैन भेटेको खेलेर आएको मैले के भन्छ भिडियो बनाएको के युट्युबमा लाउनलाई यसो हल्का रमाइलो भाइरल हुने त हैन हजुर युगेन्द्र की मम्मी जा निकला नगाटी नीचे आओ निकला खै मोल भिवाले थ्यापो बजो यस्तो चिप्लो बाटो छ भने नि बाटो म चाहिँ गाउँतिर जाँदैछु घरमा बस्दा बस्दा कस्तो दिक्कै लाग्यो हो अनि बल्ल बल्ल सर्टकट बाटो हिँडेपछि चाहिँ रोडमा आइपुगेँ कि यस्तो छ रोड अहिले रोड राम्रो छ म अहिले चाहिँ एकदमै वृद्ध 100 वर्षको आमालाई पनि भेट्न जाँदैछु है यदि उहाँहरूले अनुमति दिनुभयो भने उहाँको पनि छोटो भिडियो बनाएर पोस्ट गर्नेछु है अनुमति बिना अरूको अब फोटोहरू भिडियोहरू लाउन अब अप्ठ्यारै हुन्छ नि त अहिले चाहिँ म आइपुगिसकेको छु 100 वर्षको वृद्ध आमालाई भेट्नलाई हेर्नुहोस् है उहाँ सुतिरहनु भएको छ उहाँको छोराबाट अनुमति पाएर चाहिँ मैले उहाँको भिडियो गरेँ नत्र त बिस्कुटहरू है केकेहरू खाँदै हुनुहुन्थ्यो नि त नबोलेको चाहिँ 11 दिन भइसक्यो तपाईँ चाहिँ माइला छोरा नि बाजे लामा बाजे चाहिँ जेठा छोरा है अनि छोराछोरी त अनि यस्तो अवस्थाको भइसक्नु भयो धन्न पो 100 वर्ष पनि 34 दिन भइसक्नु भएपछि त अनि अहिले चाहिँ म फर्केर पनि आइसकेँ बिरामी पनि हेरेँ कुखुरा पनि ल्याएँ घर जाँदैछु धन्न पानी परेन के पानी परेको भए नि सबै भिज्थ्यो भनेको हल्ला नआइ कदर बे साथीहरूलाई जिस्कारेको नि माथि काम गर्दै रहेछ अनि
गाना बिनाको बाजा बज्छ म त आउँदिन है। आमेन हेमसँग हम सोझी छिन्नका लैला जिम न ती छिटो हजुर nga pelen ti sinamwa nga mo चाहिँ निप्किल नि तारामन बाजे कि आमा चाहिँ अब खोइ रागो कहाँ पुर्यायो रागो खोइ हिँड्नु सक्यो नि यहाँबाट हिँड्नु सक्यो यहाँबाट उहाँ पुग्यो क्या उहाँ छिरिङहरूको घर अगाडि पुग्यो कि क्या हो खोइ खान मलाई माई बुनु घरमा आऊ मेरो घरबाट तल्लो भेकको देख्ने सिन है यो चाहिँ दाइले अर्कै गाउँबाट राँगो ल्याउनु भएको रहेछ हिँड्न नसकेर चाहिँ बाटोमै बसेछ अनि घाँस काटेर दिँदै हुनुहुन्छ आहा कस्तो राम्रो सिन स्वच्छ हावा वातावरण गाउँ छोडेर त कहीँ जान मन लाग्दैन नि के गर्न र